आजको भिडियोमा हामीले सनफ्लावर बुकेट कसरी बनाउने भनेर सिक्नेछौं। यो एकदम सजिलो छ बनाउन पनि। यसको लागि चाहिँ हामीले यो बेस बनाउन जानिसकेको छौं। यो भन्दा अगाडिको भिडियोमा मैले यो बेस कसरी बनाउने भनेर स्टेप बाइ स्टेप सिकाइसकेको छु। यदि अझै पनि कन्फ्युज छ भनेदेखि चाहिँ अगाडिको यो भिडियो हेर्नु होला। यसबाट चाहिँ अब हामीले लीफ बनाउनु पर्छ। मैले यहाँ ग्रीन यार्न युज गरे। सुरुमा मैले स्लिप स्टिच लगाए अनि 3 चेन बनाए। आफ्टर दैट स्किप 2 स्टिचेस अनि थर्ड स्टिचमा गएर चाहिँ 1 सिंगल क्रोशेट बनाउने। त्यसरी अनि फेरि 1 2 3 चेन बनाउने अनि फेरि 2 स्टिच स्किप गर्ने अनि थर्ड स्टिचमा गएर चाहिँ 1 सिंगल क्रोशेट गराउने। यसरी मैले चाहिँ यो सबै फिनिश गरे अनि यो सबै सकेपछि चाहिँ अब यहाँबाट हामीले लीफ बनाउनु पर्छ। त्यहाँबाट अनि मैले सुरुमा चाहिँ लीफको लागि 12 वटा चेन बनाए। 12 वटा चेन बनाउने। अब 12 वटा चेन बनाएपछि सुरुमा हामीले सुरुको स्टिचलाई नगन्ने 1 2 स्किप गरेर थर्ड स्टिचमा आएर चाहिँ 1 स्लिप स्टिच लगाउने है त। 1 स्लिप स्टिच लगाए मैले। त्यसपछि नेक्स्ट स्टिचमा आएपछि 1 हाफ डबल क्रोशेट गराउने। हाफ डबल क्रोशेट 1 हाफ डबल क्रोशेट अनि फेरि अर्को पनि 1 हाफ डबल क्रोशेट अर्को स्टिचमा। अब अर्को स्टिचमा गएर फेरि 1 डबल क्रोशेट गराउने। 1 डबल क्रोशेट हो। यसरी नै 1 हाफ डबल क्रोशेट बनाउने। अब हामीलाई 2 वटा ट्रिपल क्रोशेट चाहिन्छ। यो चाहिँ ट्रिपल क्रोशेट हो। यसरी नै 1 भयो अनि अर्को पनि ट्रिपल क्रोशेट बनाउने। त्यो टाइम्स मैले धागो चढाए अनि फेरि तलबाट 1 टाइम्स थ्रो अनि अनदर टाइम्स पनि थ्रो गरेर 2 टाइम्स गरेर जम्मा जम्मी 3 टाइम्स भयो। यसलाई चाहिँ ट्रिपल क्रोशेट भन्छ। अब अर्कोमा गएर चाहिँ फेरि 1 डबल क्रोशेट गराउने। 1 डबल क्रोशेट हो। यसरी 1 डबल क्रोशेट। अब फेरि 2 वटा हाफ डबल क्रोशेट गराउने। 1 भयो। अब अर्को पनि हो। यसरी नै 2 वटा हाफ डबल क्रोशेट भयो। अब लास्ट स्टिचमा गएर चाहिँ हामीले स्लिप स्टिच लगाइदिने। हो। यसरी स्लिप स्टिच लगाइदिने। यो चाहिँ एउटा लीफको शेप आउँछ यसरी। अनि अब तल गएर चाहिँ सिंगल क्रोशेट गर्ने। यो स्पेसमा चाहिँ हामीलाई 3 वटा सिंगल क्रोशेट चाहिन्छ। यो 1 अलरेडी भइसक्यो। अब 2 फेरि 3 प्रत्येक स्पेसमा चाहिँ मैले 3 सिंगल क्रोशेट गरे। इन टोटल 15 वटा सिंगल क्रोशेट बनाएको छु। 15 वटा। यो चाहिँ सेकेन्ड स्पेसमा भयो। यसरी 1 2 3 फेरि 1 2 3 गर्दै 15 वटा सिंगल क्रोशेट गराउने। यहाँ चाहिँ मैले 15 वटा भ्याइसकेपछि अर्को लीफ बनाउन जाँदैछु। लीफ बनाउने प्रोसेस अघिकै हो, सेम नै हो।
यहाँ मैले दुईवटा लिफ बनाइसकेँ। अब त्यो सेन्टरमा चाहिँ हामीले सनफ्लावर अट्याच गर्नुपर्ने हुन्छ। सबै लेफहरू बनाइसकेपछि यसको लुक चाहिँ यस्तो आयो। यो दुईवटा लेफको बीचमा चाहिँ हामीले सनफ्लावर अट्याच गर्छौं। अब चाहिँ हामी सनफ्लावर यही साइजको सनफ्लावर हामीले त्यो सेन्टरमा अट्याच गर्छौं। यो चाहिँ एउटा स्याम्पलको लागि मात्रै हो। सुल्टो मुखबाट हो त्यसरी अट्याच गर्नुपर्छ। पछि सनफ्लावर बनाउनको लागि चाहिँ हामीलाई सुरुमा तीनवटा कलरको यान चाहिन्छ। ग्रीन कलरको, एउटा येलो कलरको, एउटा ब्राउन कलरको। मैले यहाँ तीनवटा यान युज गरेको छु। अब सुरुमा सनफ्लावर बनाउनको लागि चाहिँ यस्तै खालको ग्रीन कलरको यहाँ मैले अलरेडी बनाइसकेको छु र यसको लागि चाहिँ दुईवटा चाहिन्छ। एउटा ब्राउन कलरको, एउटा चाहिँ ग्रीन कलरको, सेम साइजको चाहियो। सनफ्लावरमा चाहिँ दुईवटा कलर हुन्छ। एउटा अगाडि ब्राउन कलरको, पछाडि चाहिँ ग्रीन कलरको हुन्छ। अनि त्यो पेटल्सहरू चाहिँ मैले टोटलमा चाहिँ 9 वटा पेटल्स बनाएको छु। तर सबै एउटै साइजको हुनुपर्छ। सुरुमा चाहिँ हामीले म्याजिक रिङबाट स्टार्ट गर्ने। म्याजिक रिङमा गएर स्लिप स्टिच लगाइदिने। त्यो स्लिप स्टिच चाहिँ काउन्ट गर्नु हुँदैन। अब चाहिँ सिंगल क्रोसेट गराउनु पर्छ। सिंगल क्रोसेट 6 वटा बनाउने। 6 वटा 6 वटा 2 भयो, 3 4 5 6। अब यो म्याजिक रिङको चाहिँ त्यो धागो तानेर फर्स्ट स्टिचमा गएर चाहिँ स्लिप स्टिच लगाइदिने। यदि आफूलाई चाहिँ देख्दैन जस्तो लाग्छ भनेदेखि चाहिँ त्यसमा चिन्ह राख्न पनि पाइन्छ। मैले पछि चाहिँ अब चिन्ह युज गर्छु। अब हामीले चाहिँ एउटा सिंगल स्टिच लगाएर नेक्स्ट स्टिचमा गएर चाहिँ 1 सिंगल क्रोसेट गराउने। मैले चाहिँ यहाँनिर चिन्ह राख्छु। हो, मैले चिन्ह राखेँ। अनि त्यसपछि फेरि सेम स्टिचमा 1 सिंगल क्रोसेट गराउने। यो चाहिँ प्रत्येक स्टिचमा चाहिँ 2 चोटि सिंगल स्टिच गराउनु पर्छ। इन टोटल चाहिँ हामीसँग चाहिँ 12 वटा हुन्छ। यसलाई चाहिँ इन्क्रिज गरेको भनेर भन्छ। सुरुमा हाम्रो म्याजिक रिङ मात्रामा चाहिँ 6 वटा थियो। अनि त्यसपछि चाहिँ पछि चाहिँ हामीले त्यसमा 2 टाइम्स गरेपछि 12 वटा भयो। त्यो इन्क्रिज भइसक्यो। यो चाहिँ मेरो लास्ट हो। सकेपछि त्यो चिन्ह निकालेर त्यसमा गएर स्लिप स्टिच लगाइदिने। फेरि 1 सिंगल क्रोसेट हो। यसरी इन्क्रिज गर्दै लैजानुपर्छ। अब नेक्स्टमा फेरि 1 सिंगल क्रोसेट गर्ने अनि चिन्ह राखेँ मैले। 1 सिंगल क्रोसेट गरिसकेपछि नेक्स्ट स्टिचमा गएर चाहिँ 2 टाइम्स फेरि इन्क्रिज गर्ने। सिंगल क्रोसेट गर्ने। 1 फेरि सेममा अनदर 1। यसलाई चाहिँ इन्क्रिज गरेको भन्छ। अब फेरि अर्कोमा गएर चाहिँ 1 मात्रै गर्ने। 1 टाइम्स मात्रै 1 सिंगल क्रोसेट अनि नेक्स्टमा फेरि 2 टाइम्स सिंगल क्रोसेट। यसरी नै रिपिट गर्दै जाने। यो चाहिँ थर्ड राउन्डमा कम्प्लिट हुन्छ। यो चाहिँ लास्ट राउन्ड हो यसको। यो चाहिँ कम्प्लिट भयो। कम्प्लिट भएपछि यस्तो देखियो। इन टोटल चाहिँ यो चाहिँ थर्ड राउन्डमा चाहिँ हामीसँग 18 वटा स्टिच हुनुपर्छ। सुरुमा 6, सेकेन्डमा 12 र थर्डमा चाहिँ 18 वटा स्टिच हुनुपर्छ र थर्ड राउन्डसम्म आइपुग्दा यो सकिन्छ। मैले 1 सिंगल क्रोसेट गरेर यानलाई कट गरेँ। हो, यसरी नै हामीले बनाउनु पर्छ। यो चाहिँ उल्टो र सुल्टो भनेर हेर्नुपर्छ है। फेरि यसरी यान चाहिँ
मैले अब चेन्ज गरेँ। सुरुमा मैले स्लिप स्टिच लगाएँ अनि सिंगल 1 चेन गरेँ, स्लिप स्टिच लगाएपछि 1 चेन गरेँ। अब सेम स्टिचमा चाहिँ 1/2 डबल क्रोसेट गराएँ, 1/2 डबल क्रोसेट बनाएँ अनि फेरि सेम स्टिचमा 1 डबल क्रोसेट, 1 डबल क्रोसेट बनाएँ। यसरी 1 डबल क्रोसेट गराएँ अनि चेन 1 गर्नुपर्छ। माथि पिकक आउनलाई चेन 1 गरेँ अनि फेरि नेक्स्टमा जाने। अब नेक्स्टमा चाहिँ 1 डबल क्रोसेट गर्ने। अलिकति चाहिँ अप्ठ्यारै हुन्छ, यो टाइट हुन्छ नि त। अब 1 डबल क्रोसेट अनि फेरि सेममा फेरि 1/2 डबल क्रोसेट। अब नेक्स्ट स्टिचमा गएर स्लिप स्टिच लगाइदिने, यस्तो खालको पेटल्स चाहिँ हामीले 9 वटा बनाउनु पर्छ। अब फेरि त्यही बाट स्टार्ट गर्ने। अब फेरि 1/2 डबल क्रोसेट भयो, फेरि सेममा 1 डबल क्रोसेट, 1 डबल क्रोसेट, फेरि 1 चेन अनि फेरि नेक्स्टमा आएर फेरि 1 डबल क्रोसेट, 1 डबल क्रोसेट अनि फेरि सेम स्टिचमा 1/2 डबल क्रोसेट गराउने, 1/2 डबल क्रोसेट अनि नेक्स्टमा गएर स्लिप स्टिच लगाइदिने। यसरी नै सबै बनाउँदै जानुपर्छ। यहाँ चाहिँ मैले सबै सकाएपछि चाहिँ यो यस्तो देखियो। यो चाहिँ क्युट देखिन्छ है यसरी नै। मलाई चाहिँ इन टोटलमा चाहिँ 21 वटा सनफ्लावर चाहिएको छ। आफ्नो इच्छा अनुसार धेरै राख्न नि पायो, थोरै राख्न पनि पायो, हिसाब गरेर। यहाँ चाहिँ मैले 21 वटा युज गरेको छु। यो चाहिँ मलाई चाहिने जति फ्लावरहरू मैले यहाँ बनाइसकेँ। अब यो फ्लावरहरू चाहिँ मैले पालै पालो अघिको 2 वटा लिफको बीचमा चाहिँ अट्याच गर्छु, सेन्टरमा पर्ने गरेर। 1 2 3 4 5 छ अनि त्यो बिचमा चाहिँ 3, यताबाट गन्डा पनि 3 हुनु पर्यो, उताबाट गन्डा पनि 3 हुनु पर्यो। त्यसमा चाहिँ म अट्याच गर्छु। अट्याच गर्दाखेरि चाहिँ ग्रीन कलरको साइडबाट अट्याच गर्नुपर्छ। मैले यहाँ निडल युज गरेर सनफ्लावर अट्याच गरेँ। अट्याच गरिसकेपछि यहाँ एउटा चाहिँ यस्तो देखियो। अब चाहिँ पालै पालो अट्याच गर्छु। यसको फाइनल लुक चाहिँ यस्तो आयो। यसरी नै आफूलाई मन परेको साइजमा चाहिँ आफूले बुकेट बनाउन सकिन्छ। आजको भिडियो यति नै। थ्याङ्क यू फर वाचिङ।